आज हामी देम्लीमा मसी मण्डली गइरहेको छौँ एसटीआईबीसी को सबैजना अनि हामी चाहिँ आज सन्डे सर्भिसको लागि है अनि परमेश्वरको आशिष हामी बाट्न अनि आफू पनि लिएर आउनको निम्ति। हेलो जय बसे हामी त्यहाँ चर्च आउँदैछ हाम्रो लागि के छ तयारी क्या भन्यो के छ एक गरा दिने मासु छैन मासु वचन प्रभु हर एक आत्मा को छूने पाए और प्रभु आपका काम हमारे जीवन में देखने पाए। जय मसीह। जय मसीह। जय मसीह। हामीले गाएको वचनमा तपाईँ महिमित हुनुहोस् प्रभु, तपाईँको उपस्थिति हाम्रो माझमा दिनुहोस् अनि अलिअलि उब्रेको सबै खाइदिए, आफूदेखि चाहिँ खाँदिनँ भनेर सबै खाइदिए, मस्त भएर मेरो पालो लागेको छ। जब म बिहान भएको थिएँ नि मेरो लाइफ परिवर्तन भइसकेको थियो। जब म बिहान भएँ नि मैले त्यो सबै कुरो बिर्सिसकेको थिएँ। जब भोलिपल्ट भयो नि मेरो लाइफमा त्यो तल नसा भन्ने हरेक कुरो नै हराइसकेको थियो मेरो प्यारो। पत्याउनुहुन्छ तपाईँले कुरालाई? यदि हामीले प्रभुमा नि भर पर्यो भनेर विश्वास गऱ्यो भने प्रभु चाहिँ हाम्रो लागि चाहिँ सबै गर्नुहुन्छ। अनि विश्वमा वचन तपाईँको जनको साथमा सदा सर्वदा बनिरहोस्। आमेन। सबैलाई जय मसीह। आजको फर्स्टमा के मन पऱ्यो भन्नु तपाईँले दिएको वचन पुरा मन पऱ्यो मलाई। सबैजनालाई थ्याङ्क यू, तपाईँलाई आउनुभयो। एसटिआईबीसीको होला पनि एकदम योपालि राम्रो राम्रो रहेछ, ब्याचहरू सबै यङहरू रहेछ, यङ ब्लडहरू रहेछ, राम्रो गर्छ होला योपालि यिनीहरूले। हुन्छ सबैजना जय मसीह। विशेष गरी आजको यस सेवाकाईमा मलाई सबैभन्दा मन पऱ्यो, एकदम मन परेको कुरा आजको वचन थियो, जस है जुन चाहिँ वचनहरू हामीले सुनेको थिएनौँ हाम्रो चर्चमा एकदम जरुरी थियो त्यो वचनहरू है। त्यसको विषयमा हामीले सुन्न सक्यौँ। पास्टर चाहिँ हाम्रो चर्चमा के रहेछ भनेर, कति महत्त्वपूर्ण रहेछ भनेर हामीले बुझ्न सक्यौँ। आजको यस वचनमा हामीले धेरै आशिष पायौँ। बस एकदम आजको सेवा चाहिँ एकदम राम्रो लाग्यो होइन, वचनहरू पनि राम्रो लाग्यो, पास्टरको बारेमा होइन, अनि बहिनीहरूको डान्सहरू पनि सबै राम्रो गरेको थियो।
यतै आएको